सम्पूर्ण प्रभुका जनहरूमा आजको यस बिहानीको समय जय मसीह। आज देश विदेशबाट विभिन्न ठाउँहरूबाट यो युट्युब च्यानल हेरिरहनुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रहरूलाई आजको यस कार्यक्रममा स्वागत भन्न चाहन्छु। सदा चाहिँ आज पनि म तपाईँहरूको बीचमा परमेश्वरको वचन लिएर उपस्थित भइसकेको छु। आज म तपाईँहरूको बीचमा परमेश्वरको वचन योना 2 अध्यायको 2 पदबाट पाठ गर्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, तिनले भने, मैले आफ्नो संकष्टमा परम प्रभुमा पुकार गरे र उहाँले मलाई जवाब दिनुभयो। ज्यानको गहिराईबाट सहायताको निम्ति मैले पुकारे र तपाईले मेरो क्रन्दन ध्यानसित सुन्नुभयो। आमेन। आदरणीय सम्पूर्ण प्रभुका जनहरू, यहाँ एउटा यस्तो घटना छ जुन घटनामा चाहिँ परमेश्वरले अचम्मको काम गर्नुभयो। योना हामी सबैलाई थाहा छ अनि योनाको घटनालाई हामीले कहिले पनि बिर्सन सक्दैनौँ। योना एकजना यस्तो व्यक्ति, तपाईँ र म जस्तै प्रभुमा विश्वास गर्ने व्यक्ति थिए। त्यो समयमा योनालाई परमेश्वरले धेरै माया र प्रेम गर्नुहुन्थ्यो अनि योनाले पनि परमेश्वरलाई प्रेम गर्नुहुन्थ्यो। तर योनाको जीवनमा एउटा घटना हुन पुग्यो। निनवे शहरका मानिसहरूको निम्ति परमेश्वर धेरै माया प्रेम गर्नुहुन्थ्यो अनि निनवे शहरमा भएका मानिसहरूको एकदमै अपराधहरू पापहरू बढेर उनीहरूले गरेको नराम्रो कामहरू परमेश्वरको सामु पुगे र परमेश्वरले एकदमै सुनिरहेका थिए। ती कुरालाई हामी याद गर्दाखेरि त्यहाँ हामी देख्दछौँ कि परमेश्वरले नयाँ काम गर्नुभयो। योनालाई भन्नुभयो, ए योना जानु, त्यहाँ निनवेका शहरका मानिसहरू एकदमै उनीहरूको पाप मेरो सामुने आइसकेको छ, त्यसकारणले उनीहरूलाई मैले नाश गर्नुपर्ने भइराखेको छ, गएर उनीहरूलाई सम्झाइदिए। निनवेमा जानुको निम्ति योनाको मन तयार थिएन, तर परमेश्वरले जा भनिरहेको थियो। तर योना उसको मन मानिरहेको थिएन। उसले के सोचिरहेको थियो? संसारको कुरालाई विचार गरेर उसले भनिरहेको थियो, हेर्नु त्यहाँ जाँदाखेरि त मलाई त्यहाँका मान्छेले त मारिहाल्छन्। त्यहाँका ठुलो अग्लो अग्लो मान्छे छ, मोटा घाटा मान्छे छ, मलाई तुरुन्तै सिध्याएर उनीहरूले मारिदिन्छ, त्यसकारण म त्यहाँ जान्नु। तर योनाले विचार गरे, अब म त्यहाँ नगइकन तर्सिसतिर जान्छु। अनि जहाजको टिकट काटेर तुरुन्तै ऊ साँच्चै नै पानी जहाजमा चढेर ऊ तर्सिसतिर गए। तर परम प्रभु परमेश्वरले त्यहाँनिर हावाहुरी बतास चलाइदिनु भयो, समुद्रको पानीहरू एकदमै उथल फुथल पारिदिनु भयो। त्यसपछि त्यहाँका छालहरूले समुद्रमा जहाजलाई डुबाउन लाग्यो र त्यसपछि त्यहाँका मानिसहरू आत्तिए। जहाजमा भएका सम्पूर्ण मानिसहरू आत्तिरहेका थिए। सम्पूर्ण मानिसहरूले कराइराखेका थिए, अब के गर्ने, अब कसो गर्ने। अनि त्यही समयमा जहाजका कप्तानहरू आएर सबैलाई भने, ल अब हामी आफ्नो ईश्वरलाई पुकारौँ, आफ्नो देवतालाई पुकारौँ, किनभने कसको कारणबाट यो भइरहेको छ। त्यहाँका मानिसहरूले पुकार्न थाले। अनि योनालाई पनि जहाजको कप्तानले गएर भन्न जाँदाखेरि योना त मस्त रूपमा सबभन्दा मुनिको तलामा सुतिरहेको भेटाउनु। अनि योनालाई पनि भने, योना तिमीले आफ्नो ईश्वरलाई पुकार, आज के कसको कारणबाट यो भइरहेको छ, हामी यो कुराको निर्गुल गर्नुपर्दछ ताकि हामी बच्न सकौँ यस ठाउँमा। अनि सबैले पुकार गरे तैपनि केही पनि भएन। त्यत्तिकै हुरी बतास छालहरू आइरहेको समुद्रमा त्यो जहाज डुब्नै लाग्यो। अब सबैजना आत्तिए। अनि कसको कारणबाट यो भएको भनेर उनीहरू आत्तिन थाले, एक अर्कामा कुराकानी गर्न थाले। जहाजका मानिसहरू, कप्तानहरू सबै छलफल गर्न थाले, ल अब हामी कसको कारणबाट, कसको पापको कारणबाट यो भएको छ, हामी चिट्ठा हालौँ। अनि एकले अर्कालाई सबैजना सल्लाह गरेर ल हुन्छ भनेर चिट्ठा हाल्न सहमति भए र चिट्ठा सबैजना मिलेर चिट्ठा हाल्न थाले। अन्तमा योनाको नाममा चिट्ठा परे। अनि योनालाई भने, के कारणले यस्तो भएको हो तिम्रो? अनि योनाले सबै वृत्तान्त, परमेश्वरले जे कुरा अराउनु भएको थियो मैले मानिनँ, त्यसकारण यो दुःख कष्ट हामीमा आइपरेको छ। त्यसकारण म तपाईँलाई अनुरोध गर्न चाहन्छु, मलाई यो समुद्रमा फालिदे, त्यसपछि तपाईँहरू बच्नेछ। अनि उनीहरू एकदम डरायो योनालाई समुद्रमा फाल्नको निम्ति। तैपनि त्यहाँका मानिसहरू सबैजना मिलेर, हे योनाका परमेश्वर, योनालाई समुद्रमा फालेको कारणले गर्दा हामीलाई कुनै पनि दोषहरू नलागोस् भनेर योनाले पूर्ण रूपमा योनाको निम्ति उनीहरूले त्यसरी
परमेश्वरलाई त्यो भनेर अनि योनालाई समुद्रमा फाले। त्यसपछि शान्त भयो र योनालाई मिल्नको लागि परमेश्वरले ठुलो व्हेल माछा पठाउनु भयो र निलेर निनावेको छेउतिरको समुद्रमा उफ्याइदिनु। यहाँनिर यो घटना 2 अध्यायको 2 पदमा हामी देख्दछौँ कि मैले आफ्नो सङ्कष्टमा परमप्रभुलाई पुकारा गरेँ र उहाँले मलाई जवाफ दिनुभयो भनेर योनाको प्रार्थना, योनालाई बचाउनु भएको कुरा आज हामी 2 अध्यायमा पाउँदछौँ। जब माछाको पेटमा योना थिए, माछाको पेटमा योनाले प्रार्थना, योना माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे। तिनले भने मैले आफ्नो सङ्कष्टमा परमप्रभुलाई पुकारे र उहाँले मलाई जवाब दिनुभयो। चिहानको गहिराईबाट सहायताको निम्ति मैले पुकारे र तपाईँले मेरो क्रन्दन ध्यानसित सुन्नुभयो। तपाईँले मलाई समुद्रको गहिराईभित्र, समुद्रको मुटुभित्र फालिदिनु भयो र प्रवाहहरू मेरो चारैतिर घुमे। तपाईँका सबै छालहरू र लहरहरूले मलाई डुबाए। मैले भने म तपाईँको दृष्टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईँको पवित्र मन्दिरतिर हेर्नेछु। आमेन। यहाँनिर हामी योनाको प्रार्थनालाई हामी देख्दछौँ। आजको मुख्य वचन हामीले योना 2 अध्यायको 2 पदलाई हेरेका छौँ। मैले आफ्नो सङ्कष्टमा परमप्रभुलाई पुकारा गरेँ, उहाँले मलाई जवाफ दिनु। आदरणीय सम्पूर्ण प्रभुका जनहरू, आजको यस समय, यस बिहानीको समय हामीले यो कुरा याद गरौँ कि परमेश्वरले आज तपाईँ र मेरो जीवनमा नयाँ काम गर्नुभएको छ। किनभने आज हामीले पनि परमेश्वरले हाम्रो सङ्कष्टमा, हाम्रो दुःख र कष्टमा उहाँले जवाब दिनुहुन्छ। योनालाई त्यस्तो कष्टबाट परमेश्वरले बचाउनु भयो, त्यस्तो दुःखबाट परमेश्वरले उहाँलाई बचाउनु भयो। आज यस बिहानीको समय देश विदेशमा रहेका सम्पूर्ण प्रभुका जनहरूलाई म भन्न चाहन्छु, तपाईँहरू जहाँ हुनुहुन्छ, जुन परिस्थितिमा हुनुहुन्छ, तपाईँले आफ्नो सबै कुरामा तपाईँले आफ्नो जीवनमा परमेश्वरमा प्रार्थना गर्नुहोस्। प्रभुले तपाईँलाई सबै कुरामा आशिष दिनुहुन्छ। धन्यवाद प्रभुले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्। आउनुहोस् हामी एकछिन प्रार्थना गर्नेछौँ। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ। आजको यस बिहानीको समय देश विदेशबाट, विभिन्न ठाउँहरूबाट यो युट्युब च्यानल मार्फत प्रभु तपाईँको वचन सुन्नलाई बसिरहनु भएका तपाईँका प्रिय छोराछोरीहरूको निम्ति म बिन्ती गर्छु। जो दुःख कष्ट पीडामा हुनुहुन्छ, प्रभु तपाईँलाई पुकारा गरिरहनु भएको छ, उहाँहरूलाई जवाफ दिनुहोस्, उहाँहरूलाई सहायता गरिदिनुहोस्। योनाले तपाईँ प्रभुसँग प्रार्थना गरे, प्रभु तपाईँले जवाफ दिनुभयो। त्यसरी नै प्रभु हामी आज यस बिहानीको समय सम्पूर्ण मानव जातिको लागि प्रार्थना गर्दछौँ। यो महामारीको कारण ग्रसित भएका, दुःख कष्ट पीडामा भएका सम्पूर्ण प्रभुका जनहरूलाई तपाईँ प्रभुले आशिष दिनुहोस्। धन्यवाद, हाम्रो प्रार्थनालाई तपाईँ प्रभुले सुनिग्रहण गर्नुभयो। सबै धन्यवाद बिन्ती प्रार्थना चढाउँछौँ ख्रीष्ट येशूको पवित्र नाम, आमेन। आदरणीय सम्पूर्ण प्रभुका जनहरू, आजको दिन परमेश्वरको वचन म यही अन्त्य गर्न चाहन्छु। प्रभुले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्। जय मसीह।